हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल एन्ड आजको यो भिडियो चाहिँ बेसिकल्ली मलाई प्रश्न सोधिराख्ने प्रश्न कसैले लाइभ भेट्दा पनि या त मलाई ट्विटरहरूतिर कतै कतै म्यासेजहरू चाहिँ आइरहेको छ दाइ नेपालमा ग्यामिङ बिजनेस खोल्दा कस्तो हुन्छ कसरी स्टार्टअप गर्ने बजेट कति लाग्छ यस्तो प्रश्नहरू धेरै आइरहेको छ द्याट्स वाइ आइएम मेकिङ दिस भिडियो फर्स्ट अफ अल यो बिजनेस भनेको चाहिँ एउटा प्यासनको बिजनेस पनि हो होइन म चाहिँ एज अ प्यासनले खोलेको हो किनभने मलाई यस्तो ग्याजेट्सहरू सँग रिलेटेड बिजनेसहरू चाहिँ मलाई एकदमै मनपर्छ मेरो अर्को बिजनेस भनेको मोबाइल सप पनि छ होइन अनि चाहिँ अहिले सेकेन्डरी बिजनेस गेम जोन खोलेको छु अनि यो बिजनेस अहिले नेपालमा एकदमै ट्रेन्डिङमा पनि छ मैले धेरै सिटीहरूमा ब्याक टु ब्याक ओपन भइरहेको देखेको पनि छु प्लस इन्डियामा त ट्रेन्डिङै छ अनि बाहिरतिर त तपाईँको धेरै वर्षदेखि नै यस्तो PS3 2देखि नै चल्दै आएको छ अनि अब मेन कुरो भनेको यो बिजनेस सक्सेस हुन्छ कि हुँदैन भन्ने कुरोमा सक्सेस चान्स भनेको यसमा चाहिँ अब के भन्नु डिपेन्ड अन यु तपाईँमाथि डिपेन्ड गर्छ कि यो बिजनेस कसरी गर्नुपर्ने होइन होइन मसँग चाहिँ यो बिजनेस चाहिँ मेरो यसमा सिर्फ ज्ञान मात्र हो क्याफेहरू केही छैन क्याफेसँग खोल्दाखेरि चाहिँ प्लस पोइन्ट हुन्छ किनभने मान्छे कफी सपै होइन स्मोकहरू गर्दाखेरि चाहिँ एकछिन गेम खेल्नु न भनेर चाहिँ एउटा प्लस पोइन्ट हुन्छ क्याफेसँग खोल्दै हुनुहुन्छ भने चाहिँ एकदम बेस्ट हो या त तपाईँको क्याफे छ भने त्यो एउटा सेटअप राख्नु हो भने अझ बवाद हुन्छ अर्को अब जुन नयाँ खोल्दै हुन्छ उहाँहरूको लागि चाहिँ के भन्छु भने एकदमै टाइम दिनुपर्ने हुन्छ यो बिजनेसको लागि है किनभने गेम यो बिजनेस नै त्यस्तो हो सबैले अब लाइक म बिजनेस खोलिदिन्छु एउटा स्टाफलाई आज छोडिदिन्छु भनेर सोच्दै हुन्छ भने चाहिँ अलिक गाह्रो हुन्छ है होइन त्यस्तोमा चाहिँ गाह्रो हुन्छ जस्तो लाग्छ मलाई होइन यदि तपाईँ आफै खट्नुहुन्छ तपाईँलाई प्रोपर नलेज छ गेमको बारेमा होइन यस्तो इलेक्ट्रोनिक्स ग्याजेट्सहरूको जुन तपाईँको गेम जुनमा युज हुन्छ त्योहरूको बारेमा तपाईँ फुल नलेज हुनुपर्छ र तपाईँ आफै खटिनु पर्ने हुन्छ है स्टाफको घरमा चाहिँ यो बिजनेसहरू चलाउनु गाह्रो हुन्छ है अनि बजेट अर्को कुरो बजेट पनि धेरैजनाले सोध्नुहुन्छ बजेट भनेको तपाईँलाई अब तपाईँले कस्तो खालको ब्यान्डल भन्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ तपाईँलाई अब एउटा एस्टिमेटेड भन्ने चाहिँ ल एउटा PS5 अहिले 1 देखि 1,20,000सम्म पर्छ किनभने अहिले चिपहरू एकदमै धेरै सर्टेज छ त्यही भएर 1 देखि 1,20,000सम्म पर्छ तपाईँले होइन अब डिस्क भर्जन अलिक महँगो पनि छ तर काम छैन डिस्क भर्जन लिएर तपाईँले डिजिटल भर्जन लिए पनि हुन्छ टिभीको प्राइस भनेको मसँग चाहिँ यो देख्न सक्नुहुन्छ एउटा 75 एउटा 55 एउटा 65 छ अब तपाईँले सेकेन्डरी ब्रान्डहरूको लिनुभयो भने चाहिँ अलिक सस्तो पर्छ अलिक चलेको ब्रान्डहरू स्यामसङ एलजी सोनी यिनीहरू चाहिँ अलिक महँगो पर्छ सो अब गेम न किन त्यस्तो महँगो पनि हाल्ने ठिक्कको राम्रो लाग्ने पनि हुन्छ होइन खोपे टिभीहरू क्युएनटीहरू हाल्नु भन्ने भइहाल्छ जस्तो त्यो विन्डोको यो चाहिँ मैले 1.5 लाखमा लिएको यो चाहिँ 75 इन्चको अर्को यो पिसिएलको चाहिँ यो तपाईँको 90,000 समथिङ परेको थियो तर मलाई चाहिँ यो त्यस्तो खतरा चाहिँ लागेन जति छ होइन महँगो मैले भनेर लिएको राम्रो भनेर लिएको जति छ होइन जति मलाई यही लाग्यो अर्को 65 इन्चको हुँदैको छ यो चाहिँ अराउन्ड 80-85 समथिङ त्यस्तै परेको सो अर्को चाहिँ तपाईँहरू टिभीको कुरो PS5को कुरो पनि मैले गरिदिइहालेँ 1 देखि 1,20,000 पर्छ तपाईँले अब सेकेन्ड ह्यान्ड लिनुहुन्छ भने झन् राम्रो अब अर्को कुरो एउटा यो कन्ट्रोलरको पर्छ 10,000 है स्टोर वाइज प्राइस डिफ्रेन्ट पनि छ काहीँ 9,000मा पनि छ काहीँ 11,000मा पनि छ तर एउटा एस्टिमेटेड एभरेजमा तपाईँले 10,000मा यो कन्ट्रोलर पाउन सक्नुहुन्छ एउटा तपाईँले PS5 किन्दै कमाउँछ यो कन्ट्रोलर बाँकी तपाईँले एक्सटर्नल लिन सक्नुहुन्छ कुनै कुनै गेमहरू एकैचोटि चारजना खेल्न मिल्छ तपाईँलाई एउटै सेटअपमा 4टा कन्ट्रोलर चाहिन्छ अर्को भनेको तपाईँको गेम किन्नुपर्ने हुन्छ है अब तपाईँले यो थर्ड पार्टी क्र्याक साइड गरेर किन्नुभन्दा एउटा गेम किन्नु आएको होइन एउटा गेमलाई तपाईँले नभएको भने 8देखि स्टार्ट हुन्छ अब कुनै कुनै गेम सस्तो पनि गेम हुन्छ 2,000-3,000 पर्दैन नि हुन्छ तर अलिक चलेको गेमहरू होइन हिट गेमहरू चाहिँ प्रायः महँगै हुन्छ जस्तो कि GTA 6 आउँदैछ त्यो अझ कति महँगो छ होइन अराउन्ड $80-90 समथिङ कति देखाएको थियो होइन अनि तपाईँको GTA 5हरू भने सस्तै सस्तो छ FC26-27हरू यो भनेको तपाईँको $90-100 पर्छ नभए तपाईँको 10,000 पर्छ एउटा गेमलाई मानिलिउँ न 10,000 एउटा गेम पर्छ तपाईँले दुईवटा टीमै युज गर्न सक्नुहुन्छ एउटा अनलाइन एउटा अफलाइन दुईवटा पिएसमा एउटालाई वाइफाई कनेक्सन दिनुभयो भने त्यसमा अनलाइन युज भयो अर्कोमा पनि तपाईँले PS5 नै युज गर्न सक्नुहुन्छ तर त्यसलाई अफलाइन मोडमा राखेर युज गर्न सक्नुहुन्छ
सो मैले गेमको प्राइस पनि भनिदिएँ। एभरेजमा तपाईँले एउटा गेमलाई 10,000 पर्छ होइन, 2टा सेटलमा चलाउनु सक्नुहुन्छ। पिएसको भनेको तपाईँको 1 देखि 21 पऱ्यो, अनि टिभीको भनेको 80 देखि 90,000 पऱ्यो। अब सानो टिभी हाल्दा पनि हुन्छ, तर फेरि 43 इन्चको 55 इन्चको टिभी राख्दाखेरि चाहिँ अलिक एक्सपिरियन्स हुँदैन भन्ने कुरो क्या। गेमर्सहरूले अझै त्यो एक्सपिरियन्स पाउँदैन, किनभने अब सानै ल्यापटप जत्रै स्क्रिन भयो, मोबाइल जत्रै स्क्रिन भयो भने त मान्छेले घरमै खेलिहाल्छ नि, किन तपाईँको गेम जोनमा आउने। गेम जोनमा आउनेहरूको त बिग स्क्रिनमा फिल लिन त आउने हो नि। त्यसको लागि भर्छ ठुलो राखेको चाहिँ राम्रो हो, किनभने गेम प्ले एकदमै राम्रो हुन्छ ठुलो स्क्रिनमा। अनि अब डेकोरेसनमा भनेको चाहिँ अब डेकोरेसनमा पनि आउँछ अलिअलि एलइडी लाइट्सहरू होइन। डेकोरेसन त्यस्तो फर्निचरहरू पनि चाहिँदैन, सिर्फ तपाईँको सोफा भयो हुन्छ। अनि त्यस्तो धेरै डेकोरेसन आइटमहरू चाहिँदैन, अलिअलि एलइडी लाइट्सहरू खेलाउनु। त्यति नै डेकोरेसनमा तपाईँको अराउन्ड 1 देखि 2 लाखसम्म डेकोरेसन गर्नुभयो भने इनफ हुन्छ क्यान्डिडेटको लागि। अब तपाईँको रुम रेन्ट कस्तो हुन्छ त्यही अनुसार गर्नु, कुन एरियामा छ, तपाईँको रुरल एरियामा छ भने अलिक सस्तो हुन्छ, सिटी एरियामा अलिक महँगो हुन्छ। सो त्यो तपाईँमा डिपेन्ड्स हुन्छ। रुम रेन्ट भनेको अब एभरेजमा 10,000देखि 15,000सम्म पाउन सक्नुहुन्छ, 2टा रुम र 3टा रुमको। अर्को रेफ्रिजरेटर राख्नुभयो भने तपाईँले कोल्ड ड्रिङ्क्सहरू राख्दा पनि भयो, एक्स्ट्रा इन्कम पनि जेनेरेट हुन्छ त्यहाँबाट होइन। अब तपाईँको अझ बजेट हाई छ भने एउटा कफी मेसिन राख्दा पनि भयो, चट्ट सानो एउटा क्याफे टाइप्सको खोलिदिनु भयो त सजिलो हुन्छ। अर्को अब गेमको प्राइस कस्तो हुन्छ भन्दाखेरि आवरली हुन्छ प्राइस। काहीँ 200 पनि छ, अब काहीँ 250 पनि छ, काहीँ 300 पनि छ होइन। 150 पनि त्यही हेरेको, तर 150मा चाहिँ अलिक पोसाउँदैन जस्तो लाग्छ मलाई, किनभने अब त्यत्रो इन्भेस्ट गरेर 150को पर आवरमा होइन, बिग स्क्रिनहरू राखेर। मेरोमा चाहिँ 250देखि स्टार्टिङ छ गेम जोनमा होइन। तपाईँको सिङ्गल र डुअल प्लेयरको 250 छ, अनि 3जनाले 4जनाको 300 छ है। यति गर्दाखेरि ठिक्क भयो। अब धेरै अझ काहीँ काहीँ त महँगो पनि छ, तर यतिको चाहिँ ठिकै हुन्छ। प्रायः आमा भएको चाहिँ स्टुडेन्टहरू नै हुन्छ, अन्डर 18हरू नै हुन्छ प्रायः। ठुलो ठुलोहरू पनि पाउँछ, तर प्रायः केटाकेटीहरू चाहिँ ज्ञानमा म्याक्सिमम् आउँछ। सो प्राइस धेरै भयो भने पनि चल्दैन, तपाईँले एउटा एफोर्डेबल प्राइस राख्नुपर्ने हुन्छ। बाँकी भनेको गेम सेटअपहरू भनेको त तपाईँलाई मोबाइल सोबाइल चलाउन आयो भने पिएसहरू चलाउन जान्ने हाम्रो हुन्छ। अरू केही तपाईँलाई प्रश्न छ, तपाईँले केही जान्न चाहनुहुन्छ भने हाम्रो इन्स्टाग्राम आइडी छ, त्यहाँ मलाई सोध्न पनि सक्नुहुन्छ, म तपाईँलाई अझ मजाले गाइड गरिदिन्छु। सो थ्याङ्क्स फर वाचिङ, सी यू अन माई नेक्स्ट भिडियो।